झमझम पानी परिरहेको थियो अनि म नारायणीको पुवारी अनि उनी साइकल चलाउँदै झरीमा छाता ओढ्दै पारी गर्दै थिइन्। म साइकलमा लित्रुक्क भिजेको थिएँ। उनीलाई पहिलोचोटि देख्दाखेरि थाहा भएन कुनै किसिमको आकर्षण थियो र म साइकल बेगमा लम्किँदै गएँ पुलमा अनि उनको छेउमा गएर भने मैले पनि छाता ओढ्न मिल्छ? उनी भनिन् हस् हुन्छ नि। अनि म उनकै छेउमा सँगसँगै साइकल चलाएँ। उनको छाताको ओतले मलाई सायदै नभिजाएको थियो, किन भन्दा म पहिले नै भिजिसकेको थिएँ र छाताको अलिकति ओत मात्र थियो। त्यो ओत पनि मेरो लागि एकदम मायालु ओत बनिसकेको थियो र उनी सँगसँगै साइकल चलाएँ। सिद्धिनै लागेको थियो अनि उनलाई भने छाता ओढाइदेऊ, खुसी लाग्यो। उनी मुसुक्क हाँस्दै भने नो मेन्सन र पुलको इन्डिङ पनि आयो र उनीलाई बाई बाईकै हात हल्लाएर म फेरि पुलवारी आएँ। उनीसँगको माया पुलमै सुरु भयो, पुलमै खतम भयो।